नमस्कार। बाराको जितपुर सिमरा उपमहानगरपालिका एकी 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य र हृदय विदारक अपराधको घटनाले सिङ्गो देश अझै पनि स्तब्ध छ। गरिमाको न्यायका लागि अहिले चौतर्फी रूपमा आवाज उठिरहेको छ र यस्तो गम्भीर घटनामा पीडित परिवारलाई न्याय दिलाउन र नागरिकको आक्रोशलाई सम्बोधन गर्न सरकारले पछिल्लो समय देखाएको सक्रियता र तदारुकताले केही हदसम्म कानुनी राज्यको अनुभूति गराउने प्रयास पक्कै पनि गरेको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको उच्च स्तरीय छलफलमा गृहमन्त्री सुधन गुरुङ सहित कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतम, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरी र पीडित परिवारबीच 3 बुँदे सहमति भएको छ। यो प्रकरणमा पीडित बालिकाको घरभन्दा 1-2 घर मात्रै पर बस्ने 24 वर्षीय प्रोग्रेस चौधरी र उनका भ्यानमा सहचालकको रूपमा काम गर्ने 16 वर्षीय सुमन थापा सहितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। अपराधमा संलग्न व्यक्तिहरू प्रहरीको फन्दामा परिसक्दा पनि नागरिकहरू चुपचाप बस्न सकेनन्। बरु उनीहरू सडकमा उत्रिएर कडा नाराबाजी गर्न बाध्य भएका छन् र अपराधमा संलग्न व्यक्तिहरू प्रहरीको फन्दामा परिसक्दा पनि नागरिकहरू यसरी सडकमा उत्रिनु र नाराबाजी गर्नुले ठूलो अर्थ पनि राख्छ। यसको मुख्य कारण नागरिकमा न्यायको जुन एउटा वातावरण छ, न्याय प्रणालीप्रतिको अविश्वास पनि हो र विगतमा निर्मला पन्त लगायतका धेरै प्रकरणहरू कानुनी दाउपेच र अदृश्य चलखेलले गिजोलिएका कारण उनीहरू न्याय पाउनबाट पीडित परिवार वञ्चित भएका दृष्टान्तहरू जनताको मस्तिष्कमा अझै पनि ताजा छन् र गरिमाको प्रकरण पनि कतै ती पुराना घटना जस्तै ओझेलमा पर्ने हो कि वा दोषीले राजनीतिक वा अन्य आडमा उन्मुक्ति पाउने हो कि भन्ने किसिमको आशंका र अविश्वास अहिले पनि आम नागरिकमा छ र त्यसैले न्याय सुनिश्चित गर्नका लागि जनता सडकमा निस्किएर कडा आवाज उठाउन बाध्य भएका छन् र पीडित पक्षबीच सरकारले सहमति गरिसक्दा पनि नागरिकहरूको आवाज अझै पनि मत्थर भएको छैन। उनीहरू माइती घरमा पनि प्रदर्शन गरिरहेका छन्, देशका अन्य स्थानमा पनि आज पनि प्रदर्शन गरिरहेका छन्। बलात्कार र जघन्य अपराध गर्ने अपराधीहरूलाई समाजमा पुनः खुल्ला घुम्न नदिइकन फाँसी वा आजीवन कठोरभन्दा कठोर सजायको कानुनी व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ र एकले घटना स्वीकार पनि गरेको छ। तर पनि तपाईँ हाम्रो मन समेत यति बेला शान्त हुन सकिरहेको छैन। ती बालिकाको तस्बिर दिमागमा घुमेको छ। आखिर यस्तो किन भइरहेको छ? यो कस्तो प्रकारको मनोविज्ञान हो त? हाम्रो बुझाइमा यो विश्वासको सङ्कट हो र जनतालाई अहिले पनि प्रहरी अनुसन्धान, न्यायालय, सरकारप्रति धेरै भरोसा छैन, विश्वास छैन। प्रहरी अनुसन्धानले प्रष्ट रूपमा